यो चाहिँ हाम्रो उहिलेको संस्कृति यसरी नै यो बोङ भन्छ यो बोङ लगेर चाहिँ मल बनाउँथ्यो यो मल बनाएर खेती किसान गरेर एकदम आलुदेखि लिएर उवा गहुँ सबैमा लसुन प्याज सागदेखि लिएर सबैलाई हालेर खान्थ्यो हामी यस्तो खालको छ यहाँनिर उहाँ हाम्रो मेरो ज्वाइँलाई उहिलेको सम्झना आएर चाहिँ अहिले उहाँले गर्दै हुनुहुन्छ यसरी नै गरेको म यो दुर्गममा भनेर उहाँले कल्चर देखाउनु भएको छ।